आज हामीहरूले यो पैसाको के गर्यौँ र के खायौँ भनेर हेर्नको लागि चाहिँ लास्टसम्म हेरिदिनु होला अनि आइडीलाई चाहिँ फलो पनि गरिदिनु होला अनि छोटो मिठो कमेन्ट छोडिदिनु होला है त हेरौँ है। आज म यत्तिकै फुफू घरदेखि बाहिर निस्केर डुलिरहेको थिएँ, ठ्याक्कै भाइहरू पनि आए। भाइहरूलाई भेटेपछि कता अब काहीँ नआए यति डुल अनि हामी 3 भाइ चाहिँ मिलेर यसो गइरहेको थियौँ बजारतिर अनि उसले पैसा देख्यो अनि के गर्ने त यति पैसा गर्ने मैले हिँड्न जाऊँ के गरौँला। हामी 3 भाइ गइसकेपछि रोडमा पुगिसकेपछि डुल्दै गर्दै गफ गर्दै गइरहेको थियौँ। भाइले भनेर चाहिँ दाइ पैसाको के गर्ने के खाने के खुवान त भने त्यसपछि हामी अतरा चोक पुगिसकेपछि गएर आउँछौँ अनि गइसकेपछि हामी अब बर्गर हाउस अगाडि पुग्छौँ। भाइ चाहिँ बर्गर हाउसलाई देखाएर दाइ चाहिँ यहाँ जाम भन्छ, ल हिँड्न त जाम खाइदिउँ न केही अनि गएको 2 दाइ भाइ अनि अर्को भाइले चाहिँ फेरि क्यामेरा समातेर भिडियो बनाइरहेको थियो। त्यसपछि मेरो पालो आउँछ भिडियो बनाएर भित्र छिर्क्यायो भित्र छिरिसकेपछि अर्डर लिन थाल्छौँ। भाइले भन्दा थियो दाइ अर्डर गरौँ अनि ठ्याक्कै त्यति बेला नै वेटर आउँछ। वेटर आइसकेपछि हामीले सबै अर्डर दिइसकेपछि त्यत्तिकै हाम्रो अर्डर पनि आइपुग्छ। सबै हामीले गरेको अर्डर चाहिँ फर्स्टमा चाहिँ चाउमिन टेस्ट गरेको। चाउमिन चाहिँ एकदमै मिठो बनाउनु भएको थियो, अलि अमिलो चाहिँ धेरै थियो चाउमिनमा चाहिँ। अनि त्यसपछि भाइलाई पनि टेस्ट गर्न दिएको, भाइलाई नि मिठो लाग्यो गरे। भाइले पनि एकदमै मिठो छ दाइ, मिठो 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 गर्छ। त्यसपछि मोमो आउँछ, झोल मोमो खाइसकेपछि झोल चाहिँ एकदमै मिठो थियो, अति मिठो। त्यसपछि पालो आयो बर्गर सर्गर खाइसकेपछि भाइलाई पनि टेस्ट गरेँ, भाइलाई पनि मिठो लाग्यो। त्यसपछि हाम्रो पिज्जा आउँछ, पिज्जा खाइसकेपछि सबै कुरा खाइसकेर मुखसुख पुछेर बिल पे गर्न जान्छु। ल त भाइ आज निकाल्छु म पैसा अनि बिल सिल पे गरिसकेपछि त्यो बिल पे गर्छ उसले नि पैसा रिटर्न दिन्छ। अलिकति छोटो मिठो टिप्स दिइसकेपछि हामी 3 भाइ जान्छौँ तल गएपछि भाइ आउँछ पानीपुरी नै खाऊँ भन्छ। ल त हिँड्न त जाऊँ खाऊँ भन्यो अनि त्यसपछि गइसकेपछि चाहिँ पानीपुरी दाइलाई पानीपुरीको अर्डर दिएर अनि त्यसपछि फर्स्ट बाइट चाहिँ म खान्छु। एकदमै मिठो बनाउनुहुन्छ दाइले, फेरि पानीपुरी नि अति मिठो थियो। अनि त्यसपछि भाइको पालो आउँछ, भाइलाई पनि टेस्ट गर्न दिएको, भाइलाई नि एकदमै मिठो लागेर यति गइरहेको थियो। अनि भाइले भन्छ लस्सी खान्छ दाम न त अनि 3 भाइ हामी गफ गर्दै हाँसिरहेको थियो उनीहरू। अनि त्यत्तिकै लस्सीको नि अर्डर आइपुग्छ अनि अर्डर आइसकेपछि लस्सी खाइसकेपछि लस्सी नि मिठो बनाउनु थियो, एकदमै मिठो थियो, चिसो फ्रेस थियो, भाइलाई नि मिठो लाग्यो। त्यसपछि हामी घरतर्फ लाग्यो। आजको भिडियो के कस्तो लाग्यो छोटो मिठो कमेन्ट छोडेन। हस्त धन्यवाद।